पोते गराइदिने के दुःख पाउनु हुन्छ शिला पुज्नु चतुर्थी गरेर जुठो खानु हुन्छ चतुर्थी गरेर जुठो खाउने हो ठिकै छ भोलि गरेर भोलि नै गरेर अब सुपारी खेलाइसकेको सुपारी पनि खेलाइसक्यो सुपारी अब के बाँकी अब जुठो खाउने भोलि चतुर्थी लगन काठो कपडै ल्याउनु भन्छ त्यही भएर अब त्यही सल्ले गरेको यहाँको कर्म पनि सकियो यो सिन्दुर कपडा राखिदिनु मजाले त्यो सिन्दुर पनि त्यो लगनको सिन्दुर राम्रोसँग राखिदिनु अब टिको टाढा अब सबैभन्दा घरको मुलीले लगाइदिनु पहिले छारीमा राख्ने व्यवस्था गर्नु न छारीमा राख्नु उहाँ दुलादुलीलाई चाहिँ टिका लगाउनु राम्रो ठाउँ हो यिनीले मिलाउँदा हुन्छ उल्टी राखेर कि माथि नै हो माथि नै राख्दैन धान छ